आज म चेतावनी दिन आएकी छु। आज म शब्द बोकेर उभिएकी छैन, म यहाँ जिम्मेवारी बोकेर उभिएकी छु। एक कठोर सत्य लिएर अनुशासन बिनाको स्वतन्त्रता अराजक हुन्छ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, सभाध्यक्ष महोदय, आदरणीय निर्णायक मण्डल, साहित्य प्रेमी श्रोतावृन्द, शब्दका सुगन्धित बगैँचामा विचरण गर्न रुचाउने प्रिय मनहरू। आज म यहाँ स्वतन्त्रताको नाममा फैलिँदै गएको अराजकतामाथि प्रश्न उठाउन उभिएकी छु। आजको यस प्रतियोगिताको शीर्षक रहेको छ अनुशासन बिनाको स्वतन्त्रता अराजक हुन्छ। यो कुनै साधारण वाक्य होइन, यो त इतिहासको निष्कर्ष, सभ्यताको चेतावनी र राष्ट्रहरूको अनुभव हो। यहाँ स्वतन्त्रता, अधिकार कि उन्मुक्ति भन्ने सवाल उठ्न सक्छ। स्वतन्त्रता भनेको जे मन लाग्यो त्यही गर्नु हो, जे चाह्यो त्यही बोल्नु हो, जसलाई चाह्यो अपमान गर्नु हो, कानून, संस्कार, कर्तव्य र मर्यादामाथि खुट्टा टेक्नु हो। होइन सभापति महोदय, स्वतन्त्रता भनेको उन्मुक्ति होइन, स्वतन्त्रता भनेको कर्तव्य सहितको अधिकार हो। मेरो स्वतन्त्रता त्यहाँ समाप्त हुन्छ जहाँ अरूको अधिकार सुरु हुन्छ। तर आज स्वतन्त्रताको अर्थ नै बिगारिएको छ। आज स्वतन्त्रता अनुशासनबाट भाग्ने हतियार बनेको छ। अनुशासन र कर्तव्य पालना स्वतन्त्रताको मेरुदण्ड हो। अनुशासन भनेको डरले झुकेको टाउको होइन, अनुशासन भनेको त स्वेच्छाले स्वीकार गरिएको जिम्मेवारी हो। कर्तव्य पालना दास्ता होइन, यो त नागरिक चेतनाको सर्वोच्च रूप हो। जहाँ अनुशासन हुन्छ त्यहाँ विश्वास हुन्छ, जहाँ कर्तव्य पालना हुन्छ त्यहाँ न्याय टिक्छ, जहाँ कानून पालना हुन्छ त्यहाँ स्वतन्त्रता सुरक्षित रहन्छ। तर अनुशासन बिनाको स्वतन्त्रताले अराजकता जन्माउँछ। अनुशासन बिनाको स्वतन्त्रता भनेको ब्रेक फेल भएको गाडी हो, जसको गन्तव्य शान्ति होइन विनाश हो। अनुशासन र स्वतन्त्रता एक अर्काका शत्रु होइनन्, यी त एक अर्काका रक्षक हुन्। अनुशासनले स्वतन्त्रतालाई सीमा दिन्छ र सीमा बिना कुनै पनि शक्ति विनाशकारी हुन्छ। नदीलाई बाँधले रोकेन भने बाढी आउँछ, आगो नियन्त्रणमा छैन भने सबै चल्छ। स्वतन्त्रता अनुशासनमा छैन भने समाज नै खरानी हुन्छ। अनुशासन विहीन स्वतन्त्रताले अराजकता जन्माउँछ। सभापति महोदय, हामी देखिरहेका छौं यहाँ विचारको नाममा घृणा फैलाइन्छ, अभिव्यक्तिको नाममा संविधान च्यातिन्छ, आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति जलाइन्छ, अधिकारको नाममा कर्तव्य बिर्सिन्छ। कानून मान्न नचाहनेहरू भन्छन् यो त हाम्रो स्वतन्त्रता हो। तर प्रश्न उठ्छ महोदय, के स्वतन्त्रताले अरूको स्वतन्त्रता लुट्ने अधिकार दिन्छ? यदि सबैले नियम तोडे, यदि सबैले आफूलाई सर्वोपरि ठाने, यदि सबैले म नै सत्य हुँ भने, त्यसपछि राज्य होइन जंगल शासन सुरु हुन्छ। उपस्थित महानुभावहरू, आजको विश्वमा जेनजी पुस्ता न्याय र स्वतन्त्रताको झण्डा बोकेर उभिएको छ। प्रश्न उठाउनु गलत होइन, असहमति राख्नु अपराध होइन, परिवर्तन चाहनु विद्रोह होइन। तर जब त्यो स्वतन्त्रताको आन्दोलन अनुशासन विहीन हुन्छ, त्यो आन्दोलन क्रान्ति होइन अराजकता बन्छ। विश्वका सडकहरू चलिरहेका छन्, विश्वविद्यालयहरू युद्ध भूमि बनेका छन्, सोशल मिडिया न्यायाधीश बनेको छ जहाँ प्रमाण होइन भावनाले फैसला गर्छ। आज विचार होइन भिड शक्तिशाली छ, आज सत्य होइन भाइरल जित्छ। स्वतन्त्रताको नाममा संवाद मरेको छ, धैर्य मरेको छ र सहिष्णुता घुमेको छ। महोदय, इतिहास साक्षी छ, फ्रान्सेली क्रान्तिले स्वतन्त्रताको नारा लगायो, तर जब अनुशासन हरायो त्यसले आतंकको शासन जन्मायो। आज पनि जहाँ आन्दोलन दिशाहीन हुन्छ त्यहाँ हिंसा जन्मिन्छ, जहाँ नेतृत्व जिम्मेवारी हुँदैन त्यहाँ राष्ट्र कमजोर हुन्छ। यदि नैतिकता बिनाको स्वतन्त्रताको प्रयोग गरियो भने त्यो स्वतन्त्रता आफैको ज्यान खन्ने औजार बन्छ। सभापति महोदय, हामी कता जाँदैछौँ आफैले हामी प्रश्न सोधौं। के हामी स्वतन्त्र नागरिक बनिरहेका छौँ कि जिम्मेवारी विहीन भीड? के हामी अधिकार मात्र खोजिरहेका छौँ कि कर्तव्य पनि सम्झिरहेका छौँ? सभापति महोदय, राष्ट्र नारा लगाएर बन्दैन, राष्ट्र कानून तोडेर बलियो हुँदैन, राष्ट्र अनुशासन र कर्तव्य पालनाले मात्र टिक्छ। म अन्त्यमा यति भन्न चाहन्छु, स्वतन्त्रता हाम्रो गौरव हो, तर अनुशासन हाम्रो सुरक्षा हो। स्वतन्त्रता बिना अनुशासन अन्धकार हो, अनुशासन बिना स्वतन्त्रता अराजकता हो। यदि हामीले स्वतन्त्रतालाई अनुशासनसँग नजोड्ने हो भने हामी भविष्यलाई अस्थिरताको आगोमा ढकेल्दैछौँ। त्यसैले स्वतन्त्र बनौं तर अनुशासित बनौं, स्वतन्त्र बनौं तर अनुशासित बनौं, साहसी बनौं तर अनुशासित बनौं, आवाज उठाउँ तर विवेक नछोडौं, किनकि अनुशासन बिनाको स्वतन्त्रता अन्ततः राष्ट्रकै विरुद्ध उभिन्छ। त्यसैले फेरि एकपटक गर्जिएर भन्छु, अनुशासन बिनाको स्वतन्त्रता अन्ततः राष्ट्रलाई अराजकतामा ढकेल्छ। धन्यवाद। जय राष्ट्र।